हरेक जसले प्रभु येशू मसीहलाई ग्रहण गरे, विश्वास गरे, त्यो परमेश्वरको सन्तान हुने अधिकार पाए। यूहन्ना 1:12 पढ्नुहोस् त। तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछ। तपाईँ र म हरेक मानिसले प्रभु येशू मसीहलाई विश्वास गरेका छौँ भने तपाईँ र म परमेश्वरको सन्तान हौ र तपाईँ र म परमेश्वरको घरानाका हौँ। एफिसी 2:19। यसकारण अब उसो तिमीहरू पराई र परदेशीहरू भनौ, तर पवित्र जनहरू छौ। यसकारण अब उसो तिमीहरू पराई र परदेशीहरू होइनौ, तर पवित्र जनहरूसँग सङ्गी नागरिक हौ र परमेश्वरका घरमा हौ। तपाईँ र म जतिजना क्रिस्चियन छौँ, प्रभुमा उद्धार अनि मुक्ति पाएका मानिसहरू छौँ। एक अर्का प्रति पराई होइनौ, परदेशी होइनौ, परमेश्वरको घरानाको जनहरू हुन्।